रियाक्टमा हामीले कम्पोनेन्टलाई कसरी बनाउन सक्छौं। फर्स्टमा हामी हाम्रो रियाक्ट एप भित्र जान्छौं। त्यसभित्र म एसआरसी भित्र जान्छु। एसआरसी भित्र मैले एउटा नयाँ फाइल बनाउनु पर्छ र त्यही फाइल हाम्रो कम्पोनेन्ट हुन्छ। सो कम्पोनेन्टको नाम मैले दिँदै छु button.jsx। अब यसभित्र मैले एउटा एरो फंक्सन हाल्छु र त्यो एरो फंक्सनको नाम पनि बटन भनेर लेख्छु, किनभने जनरली हामीले फाइलको नाम र फंक्सनको नाम एउटै लेख्छौं। त्यसपछि एरो फंक्सन बनाउन एकदमै सजिलो छ। फर्स्टमा राउन्ड ब्र्याकेट, त्यसपछि एउटा एरो, त्यसपछि कर्ली ब्र्याकेट। सो बनिसकेपछि हामीले अब यहाँ रिटर्न गर्नुपर्छ। सो रिटर्न गरिसकेपछि एउटा ब्र्याकेट लेखेको एकदमै राम्रो। सो त्यो गरिसकेपछि अब हामीले एउटा डिभ पनि लेख्छौं। डिभ एक लाइन मात्रै छ भने लेख्न जरुरी छैन, तर बानी गर्यो भने एकदमै राम्रो। सो डिभ भनेर लेखिसकेपछि मैले अब यहाँ बटन बनाउँछु। सो बटनमा मैले लेख्छु क्लिक मी भनेर। सो यो हाम्रो बटन नामको कम्पोनेन्ट बन्यो। अब बनिसकेपछि यसलाई हामीले एक्सपोर्ट पनि गर्नुपर्छ। सो एक्सपोर्ट डिफल्ट, त्यसपछि यसको नाम लेखिदिन्छौँ। सो लेखिसकेपछि यो हाम्रो अब एक्सपोर्ट हुन्छ। एक्सपोर्ट भइसकेपछि अब हामीले हाम्रो app.jsx मा जान्छौँ। त्यहाँ गइसकेपछि हाम्रो अलरेडी फंक्सन एप भन्ने कुरा छ। सो त्यसभित्र मैले गएर अब यसलाई युज गर्नुपर्छ। सो युज गर्नको लागि फर्स्टमा मैले रिटर्न भनेर लेख्नुपर्छ। रिटर्न भनिसकेपछि एउटा ब्र्याकेट दिनु एकदमै राम्रो। त्यसपछि त्यसभित्र डिभ लेखेको एकदमै राम्रो। सो त्यसपछि त्यसभित्र मैले बटनलाई चलाउनको लागि क्यापिटल बी भनेर लेख्छु, अनि त्यसपछि बटन भनेर लेखेर इन्टर गरे भने यो हाम्रो यहाँ अटो कम्प्लिट भइदिन्छ। सो यो कुरा भनेको चाहिँ यो बटन भनेको चाहिँ हामीले वास्तवमा यहाँको बटनलाई यता लिएर आएको हो, app.jsx मा लिएर आएको हो। सो यति ल्याइसकेपछि यो पुरै कम्पोनेन्ट अब यता हाम्रो आइपुग्छ। आइसकेपछि एउटा रमाइलो कुरा चाहिँ के हो भन्दा हामीले यहाँ यसलाई इम्पोर्ट पनि गर्नुपर्छ। इम्पोर्ट गर्नको लागि हामीले यहाँ लेख्छौँ इम्पोर्ट, त्यसपछि बटन, त्यसपछि यो अटो कम्प्लिट हुन्छ। सो यो बटनलाई हामीले इम्पोर्ट पनि गर्यौं। अब यो चल्छ कि चल्दैन एकचोटि हेरौँ है त। सो हामीले यहाँ हेर्दाखेरि क्लिक मी बटनलाई देख्न सक्छौं। सो यो हाम्रो राम्रोसँग चलेको छ र हामीले हाम्रो रियाक्टमा फर्स्ट कम्पोनेन्ट बनायौं। यदि हजुरहरू कोडिङसँग रिलेटेड भिडियोज डिटेलमा हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल कोड विथ मनदीपमा भिजिट गर्न सक्नुहुन्छ।